सिक्किम ग्याङ्टकको एउटा गुफा रहेछ झाँक्री फल्स भन्ने ठाउँ रहेछ। अनि पहिले यहाँनिर वन झाँक्री बस्थ्यो अरे, झाँक्री फल्स भनेर नाम राखेको रहेछ। नोक्सोङ दामी बिचरा उपचार भइरहेको रहेछ। झाँक्री फल्सको महान झाँक्री रहेछ। এই নিচের এই পার্কিং এর এখানে দেখি नम्मा कागज कुन कुन पार्कको के पर्यो त वन झाँक्री फल्स ए वन झाँक्री फल्स टुरिस्टको चाहिँ एकदम यो उयो भएको छ ए टुरिस्ट एरिया हजुर कहिले हामी माछा मार्नु गयो हजुर हुँदैन के थाहा ठुलो उयो छ नि हामी देवी पूजा गर्नु क्या ए ए हजुर माछा मार्छौँ हामी ए अहिले त त्यो रुख पनि गलेर छैन नि हो ए गएन पो गरेर हुन्छ अहिले स्वागत छ सबैजनालाई। हामी चाहिँ अहिले झाँक्री फल्स सिक्किम स्थित हाम्रो यात्रा जारी छ। हजुर छेमा भिडियो गरिदिन्छु अस्ति गरेको थियो हजुर झाँक्री फल्सतिर लाग्दैछु। एकदमै चिसो र यहाँ पनि पिसफुल एरिया रहेछ। टुरिज्म प्लेसै भनौँ न झाँक्री फल्स। शालिगहरू पनि निकै आकर्षक देख्न सक्छ। यो ढुङ्गा त्यो चट्टानी मामा हाम्रो काका दाजुहरू यहाँ चेक छ नि झाँक्री फल्स एरिया जस्तो छ। हुन्छ हुन्छ झाँक्री फल्स चाहिँ त्यहाँ रहेछ है। छेमा र काकाले सिक्किममा ल्याउनुभएको छ झाँक्री फल्स। एकचोटि सोफा आयो कि त्यहाँबाट खुट्टै छिरेर चाहिँ आएको त कुन चाहिँ देखेछ त्यो टिकटमा आएको नि मलाई अहिले काट्नु भनेको घुमे घुमेको आयो एउटा भिडियो बनाउनु झन्डामा अहिले बनाउनु वन झाँक्री फल्स भन्दो रहेछ ए
ड्राइभर जस्तो लागेको थियो त्यो पहिलाकै रोशन हो कि ल चाहिँ हामी झाँक्री फल्स नजिक जाने तर्फमा छ भिडियो झाँक्री फल्स मलाई मौत गर्छु ल यो सिक्किम गान्तोकको एउटा गुफा रहेछ झाँक्री फल्स भन्ने ठाउँ रहेछ अनि पहिले यहाँनिर वन झाँक्री बस्थ्यो अरे त्यही भएर झाँक्री फल्स भनेर नाम राखेको रहेछ म धरान नेपाल धरानबाट आएको यहाँ हर्का साम्पाङ धरानको हर्का साम्पाङको जस्तै सबै पार्कहरू बनाउनु भएको रहेछ र हेर्नुहोस् न वन झाँक्री उहिले यहाँ वन झाँक्री बस्नुहुन्थ्यो अरे हेर्नु यहाँ वन झाँक्रीले बेचिदिएको हेर्नुहोस् सबैले यहाँ दिँदो रहेछ हेर्नु माथि वन झाँक्रीको ढ्याङ्ग्रा पनि रहेछ मलाई असाध्यै यहाँ राम्रो लाग्यो रमाइलो लाग्यो ल धन्यवाद यता गान्तोकमा मेरो सालीहरू भाइ बहिनीहरूसँग घुम्नु आएको उहाँको घरमा बसेर एकदम रमाइलो रहेछ हेर्नुहोस् गुफा हेर्नुहोस् यहाँ गुफा रहेछ वन झाँक्री बस्ने ठाउँ उता गुफा रहेछ पहिले गुफामा यता वन झाँक्री बस्नु भएको रहेछ त्यही भएर झाँक्री फल्स भनेर एउटा पार्क बनाएको रहेछ रमाइलो ठाउँ रहेछ उता हेरौँ झरना रहेछ उता झरना रहेछ हरेक यहाँ रमाइलो रहेछ ठाउँ बाहिर सबै टुरमा आउने टुरिस्टहरू आउने रहेछ असाध्य रमाइलो रहेछ ल सबैजना एकचोटि आउनु पर्ने हुन्छ सबैजना यहाँ आउँदा रमाइलो रहेछ यो गान्तोकको झाँक्री फल्स भन्ने एउटा रमाइलो गुफा रहेछ मलाई एकदम राम्रो लाग्यो हजुरहरू पनि आउनुहोस् ल धन्यवाद सिक्किम गान्तोक स्थित चाहिँ झाँक्री फल्समा चाहिँ हामी देख्न सक्छौँ झाँक्री फल्स एकदम पर्यटकलाई आकर्षण गर्ने चाहिँ रक क्लाइम्बिङको नि यहाँ चाहिँ सुविधा र व्यवस्था गरिएको रहेछ देख्नुहुन्छ यो पनि वाह झाँक्री फल्स यहाँदेखि आउँछ इन्ट्रेस्टिङ यहाँबाट भन्नु हो हेर्नुहोस् सबै पर्यटक यहाँ आउनुहोस् रमाइलो रहेछ एकदम रमाइलो रहेछ सिक्किमको गान्तोक म त धरानबाट नेपालको धरानबाट यहाँसम्म यो हेर्नुलाई आइपुगेको छु यता हाम्रो भाइ बहिनीहरू सालीहरू हुनुहुन्छ उहाँकोमा आउँदाखेरि
घुम्नु आएको भाइ बहिनीहरू हाम्रो सारा साथीहरू हाम्रो परिवार सबै यता जागी बसको झरना हेर्नु आएको सबै आउनुहोस् धन्यवाद। महान जाग्रिनी यहाँ रहेछ हेर्नुहोस् महान जाग्रिनी ढ्याङ्ग्रो बजाएर हेर्नु नि कति रमाइलो रहेछ सबै ऊहरू आउनुहोस् हेर्नुहोस् एकदम रमाइलो रहेछ। वाह मास्क पनि कडा छ त हो। पनि भनौँ न एउटा झरना त छँदैछ त्यही पनि सब सम्पन्न सुविधा सम्पन्न प्लेस चाहिँ झाँक्री फल्समा देख्न सक्यो। पाइडल चाल्ने हो पाइडल चाल्नु चाहिँ ल अब हामी आउनु आउनु आइहाल्छ हौ पाइडलमा चाल्ने हो पाइडलमा चाल्ने पाइडल खुट्टाले मामा आउनु आउनु मै पनि आउनु नाउँमा अवलोकन गरिँदैछ रातो घारीमा रातो नाउँमा सिक्किम गान्तोकको कति रमाइलो रहेछ यो गान्तोकको पर्यटन क्षेत्र रहेछ मलाई एकदम रमाइलो लाग्दैछ। कालिम्पोङको सानो भाइ अनि मेरो फ्यामिली सबै रमाइलो भइरहेछ। खोइ ड्राइभर पनि हेर्नु अलराइट हामी चाहिँ अहिले बोटिङ पनि पछाडि झाँक्री फल्स देख्नु झाँक्री फल्स बोटिङमा पनि हामी बोटिङ गरेर अहिले चाहिँ बाहिर जमिनमै छु। हिँड्दै गर्नु ल फेरि हामी झाँक्री फल्सतिर पार्कतिर चाहिँ अहिले र यता अर्को फेरि शालिग रहेछ। चिल्ड्रेनहरूको लागि पार्क पनि रहेछ स्पोर्ट एरिया। हाम्रो सिक्किम गान्तोकको हाम्रो किराँती ओपन रहेछ कति रमाइलो ठाउँ रहेछ हेर्नुहोस्। यहाँ हाम्रो किराँती मुस्लिमहरूको जाति दामीहरू हेर्नुहोस् बिरामी उपचार भइरहेको रहेछ। उता दामीहरू खालको दामीहरू हुनुहुँदो रहेछ। हाम्रो राई तामाङ सबै मुस्लिमको दामीहरू हुनुहुँदो रहेछ। कति रमाइलो यस्तो जङ्गलभित्र पनि यो खालको रमाइलो रहेछ। मलाई नेपालको धरानको हाम्रो हार्का साम्पाङको याद आयो। यस्तो जङ्गलभित्र कस्तो रमाइलो हेर्नुहोस्। हाम्रो किराँत मुस्लिमको तल बनाएर कुखुरा रहेछ हरेक यहाँ हेर्नुहोस् न के रमाइलो
कस्तो दामी बनाएको रहेछ र हामी सिक्किम गान्तोक घुम्नु आउँदाखेरि यस्तो फिल भयो मलाई। कति रमाइलो रहेछ यहाँ। पर्यटकहरू त्यसै त मान्छे नआउँदो रहेछ नि त। एउटा रमाइलो ठाउँ बनाएर पर्यटक बोलाउने अवसर हुँदो रहेछ। र हेर्नुहोस् त त्यो कुखुरालाई मकै पनि राखिदिएको रहेछ। फेरि कुखुरालाई मकै पनि राखिदिएको रहेछ। बिचरा यो खोसेल्नु नसकेर यहाँ हेरिरहेको छ। यता धामी नोक्सोङ धामी पनि थाल बजाएर नाच्दै तयारै छ। र यता बिरामीन बिचरा उपचार भइरहेको रहेछ। हेर्नुहोस् हाम्रो कचुर काटेर हेर्नु, कचुर काटेर के बिराम रहेछ भनेर कचुर काटिरहेको रहेछ होइन। हाम्रो उहिले किरान मुद्दुममा चाहिँ पहिले कचुर काटेर हरेक के देवताहरू के लागेको सबै हुन्थे। त्यही कारणले हेर्नु कचुर काटेर यो बिरामीलाई उपचार के तरिकाले गर्ने भनेर भइरहेको रहेछ। हेर्नु नि त्यो सिङ बजाएर हेर्नु नि, सिङ बजाएर हरेक देवता बोलाउने तरिका गरिरहेको छ एउटा धामीले। हेर्नुहोस् न कति रमाइलो। मकैको बुट्टाहरू हेर्नुहोस्। हाम्रो किराँतको हेर्नुहोस् नि। अर्को धामी यता सिन्धमा जार्किएको गरेर दामी यहाँ नोक्सोङ दामी नाचिरहनु भएको एउटा शालिग बनाउनु भएको रहेछ। त्यो गान्तोकको हाम्रो जाग्री फल्स भन्ने एउटा दामी पर्यटन बोलाउने आउने ठाउँ बनाएको रहेछ। मलाई एकदम राम्रो लाग्यो। हाम्रो धरानको हर्का साम्पाङको मलाई ठ्याक्कै याद आयो। ल हर्का साम्पाङको धेरैपल्ट श्रमदानमा हिँडेको यस्तै अवलोकन गर्नु अब उहाँले बोलाउनु भएको छ र धेरै धन्यवाद। ल अघि पनि हाम्रो वर्णन भइसकेको छ। किराँत समुदायदेखि बौद्ध जस्तै अरू सभ्यताको पनि यो एउटा मुन्दुम त के भन्नु, एउटा मनको विश्वास, आत्मविश्वासलाई चाहिँ यसरी आफ्नो स्वास्थ्यको केयर भनौँ न, एउटा स्वास्थ्यको केयरको लागि त्यसरी झाँक्रीहरूलाई चाहिँ झाँक्रीले चाहिँ बिरामीलाई फुकेको झाँक्री फल्स चाहिँ यसरी नै नामकरण भएको हुनसक्छ है। ल हामी यति भन्दै